नमस्ते सबैजनालाई। आज हामी जापानिज भाषाको अक्षरहरू पढ्न गइरहेका छौँ। जापानिज भाषामा 3 किसिमका अक्षरहरू हुन्छन्। एउटा हिरागाना, काताकाना र खान्जी। हिरागाना भनेको प्योर जापानिज शब्दहरू लेख्नलाई प्रयोग गरिन्छ। त्यस्तै काताकाना भनेको इङ्ग्लिस अक्षरहरूलाई लेख्नलाई प्रयोग गरिन्छ र खान्जी भनेको एउटा सिम्बल हो। र आज हामी हिरागानाबाट सुरुवात गर्न गइरहेका छौँ। हिरागानामा 5वटा भवेल र अरू सबै कन्सोनेन्ट हुन्छन् र हामी आज हिरागाना स्टेप बाई स्टेप लेख्न गइरहेका छौँ। तपाईँहरू पनि मसँगसँगै लेख्नुहोला। हिरागानामा पहिला आ, इ, उ, ए, ओ हुन्छ। यो चाहिँ भवेल भयो र अरू चाहिँ कन्सोनेन्ट भए। पहिला हामी भवेल लेख्न सिक्छौँ। आ लेख्दाखेरि पहिला सिधा अक्षर सिधा धर्का तान्नुहोस्। त्यसपछि यसलाई सिधा तानेर यहाँ चाहिँ हल्का बङ्गाइदिनुहोस्। अनि यो यहाँ माथि नछाइकन यस्तरी ल्याउनुहोस् र यस्तो हराएर आ। इ लेख्नलाई यसो तल तान्नुहोस् अनि यस्तो माथि हल्का माथि लैजानुहोस् अनि यहाँबाट तानिदिनुहोस् इ। उ लेख्नलाई माथि यस्तो तान्नुहोस् अनि यस्तरी घुमाइदिनुहोस् उ। ए चाहिँ माथि यसो तान्नुहोस् र हल्का जेड जस्तै इङ्ग्लिसको जेड जस्तै गराएर यस्तरी गर्नुहोस् ए। ओ लेख्नलाई सिधा धर्का गरी ओ भयो। अब आ, इ, उ, ए, ओ हामीले यति जानिसकेपछि यताको का जाने भने यसपछि के आउँछ त त्यो हामीले बनाउन सक्छौँ। का लेख्नलाई यस्तो सिधा तानेर यस्तो तलपट्टि ल्याउनुहोस् अनि सिधा धर्का यहाँ यस्तो टुप्पो जस्तो तानिदिनुहोस् हल्का का। त्यसपछि ईको ठाउँमा इ भने कि भन्ने आयो। किको लागि पहिला यस्तो 2टा धर्का त्यसपछि यो हल्का छड्के अनि यहाँ यसरी कि। त्यसै कु। के को लागि यस्तो सिधा यहाँ यस्तरी तान्नुहोस् के। को लागि 2टा धर्का इजिकल टु जस्तै तर हल्का बाङ्गे जस्तो गराउनुहोस् को। त्यसपछि अब सा आयो। सा लेख्नलाई हामीले रङको साइन गराउँछौँ त्यस्तै खालको यो हल्का छड्के अनि माथिबाट यसरी तान्नुहोस् अनि यहाँ यस्तै गरिदिनुहोस् यो सा। सी यस्तो रहे यल जस्तै यो त हल्का माथि जान्छ यो सी। सु से गराउनलाई सिधा धर्का तान्नुहोस् पहिला यतातिरको अनि त्यसपछि यसरी से। सो पनि जेड जस्तै छ तर तलपट्टि यस्तो सी जस्तै झुन्डाइदिनुहोस् सो। त्यसपछि आयो ता। लेख्नलाई सिधा धर्का अनि यो तल तान्नुहोस् यस्तो गराउनुहोस् ता। त्यसपछि ची तापछि ती आउनुपर्ने हो। किन ची आयो भन्नु होला किनभने जापानिजहरूलाई ती प्रोनाउन्स गर्नलाई गाह्रो हुने भएको भएर यहाँ ची लेखेको हो। त्यस्तै ता ती नभएर ची भयो चु भयो। यहाँ चाहिँ तु हुनुपर्नेमा चु भयो चु यस्तो गराउनुहोस्। त्यसपछि ते सिधा अनि यसरी एउटै स्ट्रोकमा यो चाहिँ बनाउनुपर्छ ते। तो चाहिँ 2 स्ट्रोक छ यस्तो गराउनुहोस् यस्तो। त्यसपछि ना गराउनलाई पहिला सिधा धर्का अनि यस्तो गराउनुहोस्। त्यसपछि यहाँ यस्तो त्यो टुप्पोमा तान्नुहोस् र
यसलाई 2 जस्तो गराएर यहाँ ना नीको लागि सिधा यसरी नि, त्यसपछि नु यस्तो तान्नुस् अनि यसलाई यहाँ यस्तो हल्का गराएर पुच्छर तानिदिनुहोस्। नु नेको लागि सिधा धर्का यस्तै तान्नुहोस्, यसको नि पुच्छर निकालिदिनुहोस्। नि नो चाहिँ एकैचोटिमा बनाउनु पर्ने हुन्छ, यस्तो गराएर नो। हा लेख्नलाई पहिला सिधा धर्का ल्याउनुहोस्, त्यसपछि एउटा यस्तो माथिपट्टि यसरी धर्का तान्नुहोस् र यसलाई यस्तो ल्याएर यहाँ तलबाट यस्तो घुमाइदिनुहोस्। हा। हि लेख्दाखेरि एकैचोटिमा लेख्नुपर्छ। हि चाहिँ यस्तो गराएर हि, त्यसपछि फु आउँछ। हि पछि हु हुँदैन है, आफ्नोमा फु हुन्छ। यस्तो गराइदिनुहोस्। त्यसपछि हे माथि लगाएर सिधा तल तानिदिनुहोस्, पहाड बनाए जस्तै। त्यसपछि हो सिधा धर्का यसरी 2टा अनि यो हो। अब आयो मा बनाउनलाई 2टा धर्का तान्नुहोस्, यसलाई यस्तरी घुमाएर मा गराइदिनुहोस्। मिको लागि यस्तो र यो मि, मुको लागि सिधा धर्का सिधा यस्तरी घुमाएर मु, मेको लागि यस्तो गराउनुहोस् मे, मोको लागि पहिला यस्तरी यल जस्तो सिधा तान्ने हल्का माथि उठाइदिनुहोस् अनि 2टा धर्का गराउनुहोस्। त्यसपछि आयो याको लागि यस्तो गराउनुहोस् अनि यहाँ टुप्पोमा हल्का तान्नुहोस् अनि यो या यु यस्तो गराएर यु र यो। अनि यहाँ किन खाली भयो भन्नु होला। या पछि यी नलेखेको कारण चाहिँ यी र यी एउटै सुनिने भएकोले, एउटैले काम गर्ने भएकोले यहाँ चाहिँ यी नलेखेको हो। त्यस्तै ए को ठाउँमा ए हुने भयो। यहाँ ए र त्यो ए भवेलको ए एउटै हुने भएर यहाँ चाहिँ ए नलेखिएको हो। त्यसपछि रा लेख्नलाई यस्तो गराउनुहोस्। रिको लागि यस्तो रि, रु 3 जस्तै नेपालीको यहाँ गोलो बनाइदिनुहोस् पुच्छर ननिकालिकन। त्यसपछि रे यस्तरी रे, रो पनि इङ्ग्लिसको 3 जस्तै हो तर हल्का चाहिँ तलसम्म आउँछ रो। अब वा बनाउनलाई सिधा धर्का यस्तो वा र ओ हुन्छ। वा पछि यस्तो अनि यो सी जस्तो चुनाइदिनुहोस्। यहाँ पनि त्यही नै हो। वा पछि वी हुने हो र उही र यी एउटै सुनिने भएको यो ठाउँहरू नभएको हो। यहाँ चाहिँ खाली सिधो वा र ओ मात्रै भए हो। त्यसपछि न, म, ङ यो चाहिँ तिनटैको लागि एउटै अक्षरले काम गर्ने हुन्छ जापानिजमा। ल यस्तो सिधा तानेर यस्तोरी घुमाइदिनुहोस्। आजलाई यति नै। तपाईँहरू घरमा बसेर प्र्याक्टिस गर्नुहोस् होला। जति धेरै प्र्याक्टिस गरे त्यति नै जानिन्छ। हस् त, धन्यवाद।